नमस्कार। रियल लाइफ टेल्स अफ नेपाललाई म हाम्रो प्युठान जिल्लाको मल्लरानी गाउँपालिकाको एउटा पर्यटकीय स्थल मल्लरानीमा स्वागत गर्न चाहन्छु। यहाँ चाहिँ मल्लरानीको खास कुनै त्यस्तै कुनै हिस्ट्री कुनै इतिहास त छैन, तर चाहिँ मल्लरानीको बारेमा एउटा किम्वदन्ती के छ भनेपछि यहाँ चाहिँ धेरै वर्ष पहिले मल्ल राजाको पालामा मल्ल राजा र रानी 7 दिनको सुत्केरी भएर घुम्दै आउँदै गर्दाखेरि पूर्वतिर जाँदै गर्दाखेरि यो ठाउँमा आइसकेपछि अत्यन्तै रमणीय ठाउँ, अत्यन्तै मनमोहक ठाउँ लाएर चाहिँ रानी बस्न खोजेको र यहाँ चाहिँ केही समय बस्दाखेरि रानीले राजालाई यहीँ नै बसौँ भनेर प्रस्ताव गर्दाखेरि राजाले चाहिँ यहाँ नबसौँ भनेर भन्दै गर्दाखेरि दुईजना राजा र रानीको बिचमा कुरा नमिलेको खण्डमा र चाहिँ अन्तिममा चाहिँ एउटा शर्तमा चाहिँ रानी 7 दिनको सुत्केरी रानीले यो मल्लरानी डाँडाको वरिपरि चाहिँ परिक्रमा गर्ने गरेर एउटा बाटो खन्ने शर्तमा चाहिँ रातभरिमा बाटो खन्न पर्ने, रातभरिमा बाटो खनेर सम्पन्न भएको खण्डमा रानी यहीँ बस्ने र नभएपछि जाने भन्ने एउटा शर्तमा चाहिँ राजा र रानी बिचको एउटा विवाद चाहिँ एउटा शर्तमा गएर टुङ्गियो र अन्त्यमा चाहिँ खन्दै गर्दाखेरि 7 दिनको सुत्केरी रानीले यो डाँडाको वरिपरि खन्दै गर्दाखेरि रातभरिमा अब सकिन लाग्यो भने अन्तिम चरणमा चाहिँ आउँदाखेरि बिहान भएर त्यति बेला चाहिँ बिहान भएको सङ्केत चाहिँ भाले बासेर दिने गर्थ्यो। त्यति बेला चाहिँ भाले बासिसकेपछि यो चाहिँ रातभरिमा सम्पन्न नभएको भनेर चाहिँ रानी त्यो खण्डमा चाहिँ शर्त हारेर रानी चाहिँ यहाँबाट चाहिँ छोडेर पूर्वतिर गएको चाहिँ एउटा किम्वदन्ती छ। यो ठाउँ चाहिँ एकदम पर्यटकीय हिसाबले एकदम रमणीय, यहाँबाट तपाईँहरूले 360 भ्यू देख्न सक्नुहुन्छ। रोल्पाको लिस्ने डाँडा, साथै धौलागिरी र माछापुच्छ्रेको भ्यू र यता पूर्वतिरको बिहानको सूर्य उदयको समयमा पूर्वको मनोरम दृश्य र सूर्यास्तको बेलामा पश्चिमको मनोरम दृश्यमा चाहिँ खलङ्गा बजारको डाँडा सहित प्युठानको झिमरुकको फाँटको एकदम अति रमणीय 360 भ्यू तपाईँले यहाँबाट देख्न सक्नुहुन्छ। त्यसै कारणले पनि यो ठाउँ चाहिँ धार्मिक स्थल पनि एउटा चाहिँ दुईवटा मन्दिर, एउटा भगवती, अहिले हाम्रो यो पछाडि देख्नुभएको मल्लरानीमा भर्खरै स्थापना भएको यो भगवती देवीको मन्दिर हो, एउटा चाहिँ शिवको मन्दिर माथिपट्टि छ जुन चाहिँ पुरानो मन्दिर पनि हो र यो ठाउँ चाहिँ एकदमै रमणीय भएको हिसाबले गर्दाखेरि मानिसहरू चाहिँ अहिलेको अवस्थामा चाहिँ घुम्न आउने, परिवार लिएर चाहिँ रमाइलो गर्न आउने, घुम्न आउने ठाउँ र एउटा पर्यटकीय स्थलको रूपमा मल्लरानीलाई चाहिँ अहिले हामीले देख्न सक्छौँ। धन्यवाद।